अझ एकचोटि भनौँ सबै मिलिकन सारा महिमा येशूलाई सारा महिमा येशूलाई सारा प्रशंसा Oh, Yeshua. कुमन चर्च यति बेला प्रभुसँगको त्यो सम्बन्धमा आउनुहोस् हाम्रो जीवनको उद्देश्य परमेश्वरलाई प्रसन्न पार्नु हाम्रो लाइफको एउटै पर्पज उहाँको मुहार हामीमा चम्काउनुहोस् प्रभु जुन मुहारमा हामी हाम्रो बाटोलाई भेटाउँछौँ प्रभु Yeshua मेरो हृदयमा ल्याउँछु गहिरो तृष्णा प्रभु तपाईको मुहार हेर्ने चाहना आवाज दिनुहोस् हृदयमा मेरो दिनहुँ चाहन्छु तपाईसँग एक मनको हुन को आधारभूत सिद्धान्तहरूबाट पढ्न चाहदिन म अन्योमा तपाईको वचनको चरण अख्तियार जहाँ झरा गाडेर खरा हुन्छु म मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू हे येशू तपाईको मुहारबाट मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू
यो गीत गाउँदै गर्दाखेरि यति बेला भन्न थाल्नुहोस्, प्रभु मलाई तपाईँको उपस्थितिबाट नहटाउनुहोस्। मेरो जीवनको एउटै चाहना हो तपाईँलाई खुसी पार्न प्रभु, तपाईँसँग रहिरहन। जीवनको हरेक अवस्था चाहे जस्तै पनि गाह्रो अवस्थाबाट भएर साथै गर्दा किनेनुहोस्, म तपाईँसँग हुन चाहन्छु प्रभु। म तपाईँ भित्र लुक्न चाहन्छु। तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ। तपाईँ मेरो त्यो विश्रामको ठाउँ हुनुहुन्छ, जहाँ मेरो प्राणले विश्रामलाई भेटाउँछ। नहटाउनुहोस् प्रभु, मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू। हे येशू तपाईको मुहारबाट मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू। हे येशू तपाईको मुहारबाट म त दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छु। तपाईँको उपस्थितिमा जिएर म त दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छु। तपाईँको उपस्थितिमा जिएर म त दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छु। तपाईँको उपस्थितिमा जिएर। प्रभु यो हृदयमा गहिरो भोक तपाईँको उपस्थितिको, जसरी दाउदले तपाईँको उपस्थितिलाई खोजी गर्दथे, मेरो प्राणले तपाईँको उपस्थितिको खोजी गर्छ प्रभु। Thank you, Lord. तिम्रो नाची हृदयभित्र येशू राख मलाई। तिम्रो नाची हृदयभित्र येशू राख मलाई। तिम्रो नाची हृदयभित्र येशू राख मलाई। आज यति बेला जसै यो गीत गाउँदै गर्दा धेरै गाह्रो अवस्थाबाट भएर जाँदै हुनुहुन्छ, किनकि म आफै पनि त्यो ठाउँबाट गएको छु। भने जस्तो सबै कुरा सजिलो त हुँदैन, तर जसरी एउटा छोरा एउटा नानी बाउ कहाँ कुदेर आउँछ, यदि तपाईँ कुदेर आउनु सिक्नु चाहिँ भयो भने त्यो बाउले जहिले पनि तपाईँलाई उठाउँछ। छोरेको जस्तो अनुभव हुन्छ तपाईँलाई थुप्रो चोटि। यो यात्रामा बढ्दै गर्दाखेरि म मात्रै छोरिएको छु जस्तो हुन्छ। तर तपाईँको बाबुले जहिले पनि तपाईँको हातलाई पक्रिकन फेरि पनि हिँडाउँछ। उहाँले एउटै कुरा भन्छ, म तँलाई गन्तव्यमा पुऱ्याइ छोड्छु।
किनकि उहाँ बाबु नभएकोहरूको लागि उहाँ बाबु हुनुहुन्छ। जब बाबुबिन हुन्छ नि व्यक्तिको जीवन, तब जीवन चाहिँ खालि एउटा भागदौड, जहिले पनि एउटा कम्पिटिसन मात्रै भइरहेको हुन्छ। तपाईँलाई आजको दिन यो आराधना सक्दै गर्दा भनौँ, तपाईँ परमेश्वरको घरमा दास होइन, छोरा हुनुहुन्छ। उहाँले धर्मपुत्रको हातमा हामी भित्र हाल्नु भएको छ। हामी फेरि पनि टुरा अनाथहरू होइनौँ। जब हामी भित्रबाट अनाथको हातमा निक्लेर जान्छ नि, हामीलाई आरिस लाग्न छोड्छ, हामीलाई दुख्नु छोड्छ। किनकि अनाथको आत्मा चाहिँ यस्तो भयानक छ। जीवनभरि चोट खाएको कारणले फेरि पनि चोट नपाऊ भनेर उसले आफूलाई जहिले पनि जोगाउनु चाहन्छ। आज यो आराधना सक्दै गर्दा तपाईँ निको हुनुहोस् त्यो भागमा। हिज फादर, उहाँ अनन्त कालको पिता हुनुहुन्छ। He is everlasting father. दौडाउँदै आउनुहोस् उहाँको उपस्थितिमा, भन्नुहोस् मलाई तपाईँको उपस्थिति चाहिन्छ। दौडाउँदै आउँछु मुरली मृगा चाहिँ तपाईँको नदीबाट पिउन। अझै तृष्णा छ मेरो आत्मा, तपाईँको नदीबाट पिउन। तिम्रो नजिक हृदयभित्र येशू राख मलाई। तिम्रो नजिक हृदयभित्र येशू राख मलाई। तिम्रो बस्तीको गहिराईमा लैजाऊ मलाई। तिम्रो नजिक राख मलाई। तिम्रो नजिक हृदयभित्र येशू राख मलाई। तिम्रो नजिक हृदयभित्र येशू राख मलाई। यो गीत गाउँदै गर्दा उहाँलाई पिता भनिकन पुकार्दै जानुहोस्। तिम्रो अब्बा भनिकन पुकार्दै जानुहोस्। पिता, अब्बा, हे अब्बा, हे पिता। उहाँले हामी भित्र धर्मपुत्रका हातमा हालिदिनु भएको छ, जसद्वारा हामी उहाँलाई अब्बा पिता भनिकन पुकार्न सक्छौँ। जुन पितासँग जोडिँदै गर्दा हाम्रो जीवनभरि भएको चोट, सबै घाउहरू निको हुन सुरु गर्छ। हाम्रो जीवनमा भएको त्यो टुरापना, अनाथपनाहरू सबैबाट
हामी निको हुन सुरु गर्छौँ हामीले आफूलाई यति बिघ्न सुरक्षित भेटाउँछौँ कसैको कुरालाई लिगन पनि हामी अत्तालिँदैनौँ जसरी एउटा बालकले आफ्नो बाउको काखमा यति बिघ्न सुरक्षा महसुस गर्छ तिम्रो हृदयभित्र येशू राख मलाई सबै मिलिकन बनाऊ तिम्रो हृदयभित्र येशू राख मलाई थ्याङ्क यू लर्ड हाम्रो पितालाई हामी ताली बजाइकन प्रभुलाई धन्यवाद दिउँ धन्यवाद पिता भन्नुहोस् हृदयबाट मलाई नत्याग्नु भएको लागि धन्यवाद मलाई माया गर्नुभएको लागि धन्यवाद म जस्तोसँग हरेस नखानु भएको लागि धन्यवाद मैले धोका दिँदै गर्दा पनि तपाईँ कहिले पनि मदेखि टाढो नजानु भएको लागि धन्यवाद जुन प्रेमले फेरि पनि मलाई उठाउँछ जुन प्रेमले फेरि पनि मलाई बाटो देखाउँछ हो पिता म त्यो प्रेमको लागि तपाईँलाई धन्यवाद दिन्छु थ्याङ्क यू लोर्ड थ्याङ्क यू लोर्ड थ्याङ्क यू लोर्ड महिमा आदर भक्ति तपाईँलाई येशूआ तपाईँको नाममा आमेन